तर अब जब हाम्रो 11 गते पूर्णाहुति हुन्छ, समय भए एक दिन ज्यादा बस्न सकिएला, अर्को दिन त हामी पनि जानै पर्यो नि। त्यस्तै शिव पार्वतीको जो विवाह भयो, महादेवले पार्वतीलाई कैलाश दरबारमा लिएर जानुभयो। कैलाश दरबारमा आएका जो पाहुनाहरू थिए, अतिथि थिए, एक एक दिन गर्दै गए सबै। अब फर्के उनीहरूको धाम, उनीहरूको लोक, उनीहरूका घर। अब त्यहाँ के भयो? त्यो कैलाश धाममा यानी कैलाश पर्वत महादेवको जो दरबार, त्यहाँ त कोही बडे बडे महल छैनन्, बडो पर्वत। त्यसैको केही निकटमा गुफामा भोलेनाथ बसेर जगत हितको खातिर सदा दिन ध्यान गरिरहनुहुन्थ्यो। महादेवले विचार गर्नुभयो, विवाहको कारणले गर्दा के ध्यान गर्न पनि पाइएन, आज ध्यानमा बस्नु पर्यो। बिहान भयो, ब्रह्म मुहूर्त भयो, महादेव ध्यानमा बस्नुभयो। देवी पार्वती उनी त नयाँ बेहुली थिइन्। आज बिहान बाबा ध्यानमा बस्नु भएको बेलुकी भयो, तब पनि आँखा खोल्दैनन्। भोलि भयो, उज्यालो भयो, 24 घण्टा भइसक्यो, आँखा खोल्दैनन्। देवी पार्वती रुगेर बसिराखेकी छन्। बाबाले कहिले आँखा खोल्नुहुन्छ? आफ्ना जो महलमा महाराज हिमालयकी सुपुत्री पार्वती देवी अनेक सखीहरूको साथमा बडो आनन्दसँगले मिठो मिठो व्यञ्जन ग्रहण गर्ने, उनलाई सेवा गर्ने कयौं सखीहरू थिए। बिहान हुने बित्तिकै माताले मिठो मिठो पकवान भोजनहरू दिने गर्थिन्। अब उनी कहाँ पुगिन्? कैलाश पर्वतमा। एक दिन भइसक्यो, 24 घण्टा भइसक्यो, महादेव आँखा खोल्दैनन्। तर पनि उनी आनन्दित छन्। निकटमा आएर बसेर उनी पनि ध्यान गरिरहन्छन्। त्यहाँ त अरू कोही छैन, नन्दी भृङ्ग